कविताको नाम काजी। ध्वासेले बनाइदिएको खुकुरी कम्मरमा भिरेपछि, ध्वासेले बनाइदिएको खुकुरी कम्मरमा भिरेपछि, हृदयले सिलाइदिएको कमिजको फेरोले पसिना पुछेपछि, ध्वासेले बनाइदिएको खुकुरी कम्मरमा भिरेपछि, हृदयले सिलाइदिएको कमिजको फेरोले पसिना पुछेपछि, मनले जोडिदिएको छालाको आकारमा, मनले जोडिदिएको छालाको आकारमा आफ्ना दुवै खुट्टा घुसारेपछि मेरा बा काजी भएका हुन्। खुकुरीको धार, खुकुरीको पाइन नझरेको भए, खुकुरीको पाइन नझरेको भए जन्मिने थिएन जुठे, खुकुरीको पाइन नझरेको भए जन्मिने थिएन जुठे, कमिजको टाक नछुटिएको भए, कमिजको टाक नछुटिएको भए जन्मिने थिएन गौरी। सबथोक काटेको खुकुरीले काटेन एक धरको पानी, सबथोक काटेको खुकुरीले काटेन एक धरको पानी, सबथोक छेकेको कमिजले, सबथोक छेकेको कमिजले छेकेन काजीको कामुकता। तीखा चोटहरूसँग बचाएको जुत्ताले, तीखा चोटहरूसँग बचाएको जुत्ताले बचाएन चमेलीको गर्व, तीखा चोटहरूसँग बचाएको जुत्ताले बचाएन चमेलीको गर्व। जुठे गौरी र उजेलीले, जुठे गौरी र उजेलीले जागे लगाउन नथाल्दै, जुठे गौरी र उजेलीले जागे लगाउन नथाल्दै कजिनीका कोखबाट जन्मिएको म जन्मिना साथ सानो काजी भए। धन्यवाद। मेरो पहिलो कविता हर्कमाया दर्जी र झन्डाको व्यापार। त्रिभुवन विमानस्थलको गेट्नेर बसेर, त्रिभुवन विमानस्थलको गेट्नेर बसेर हर्कमाया दर्जीले आज पनि एक भारी झन्डाहरू बेचिसकिन्। वर्षौंदेखि उनले बेचेका झन्डाहरूले धेरै धेरै आन्दोलनहरू गरे, वर्षौंदेखि उनले बेचेका झन्डाहरूले धेरै धेरै आन्दोलनहरू गरे, जुलुस गरे, बन्द गरे, हडताल गरे, कति कति चुनाव गरे। उहिलेदेखि हरेक दिन सयौंका दरले बेचेका अनगिन्ती झन्डाहरू कता कता पुगे होलान्। क्योटोदेखि हार्वर्डसम्म, बकिङहमदेखि व्हाइट हाउससम्म कति त पुगे होलान्। किम जोङको साम्राज्य छिचोलेर पुटिनको दरबारसम्म कति अरबका मरुभूमिमा छुटी गए होलान्। कति झन्डाहरू इजरायलको आकाशबाट गाजामा खसे हुन्, कति काश्मीरको जङ्गलमा अल्झिए, कति हाइटी र कङ्गोमा शान्ति खोज्न। आखिर कहाँ कहाँसम्म पुगेनन् हर्कमायाका झन्डाहरू। सदाभन्दा अलि चाँडै झन्डा सकिएपछि अर्को भारी झन्डा लिन हर्कमाया असन बजार पुग्छिन् र एक भारी झन्डा कुम्लो पारेर फर्कन्छन्। उनी फर्कदा सिंहदरबार अगाडिको ठुलो झन्डा खै के को शोकमा आधा झुकिरहेको थियो र माइतीघरबाट हजारौं काला झन्डाहरू बानेश्वरतर्फ मार्च पास गरिरहेका थिए। हर्कमायाले मनमा नै सोचिन्, नयाँ आन्दोलन होला कि नयाँ दल होला, अब कालो झन्डाको पनि व्यापार गर्छु। धन्यवाद। आधा कविता। पछिसम्म आकाश टेम्केदेखि तिनजुरेसम्म मात्र थियो। मेरो मामल आकाशभन्दा उता थियो। हिँड्न सक्ने भएपछि मावल जाँदा आकाश त्यहाँ पनि रहेछ। लाग्यो आकाश अर्को पनि रहेछ। मैले सोचेको आकाश थुप्रै आधाहरूको आधा भयो। मैले सोचेको आकाश थुप्रै आधाहरूको आधा भयो। त्यसै गरी बाटो आधा भयो, यात्रा आधा भयो। त्यही आधा यात्राको आधा बाटोमा भेटियौ तिमी।
यात्रामा तिमीले भिरेको झोलामा भारी आधा थियो, सायद आधा भारी मनमै थियो। झोला भित्रको कलमको मसी आधा थियो, झोला भित्रको कलमको मसी आधा थियो। आधा डायरी पुरा थियो, आधा खाली थियो। आधा झरी तिम्रै केस पखालेर केसमै अल्झिरह्यो। मेरा औँलामा झरेका तपकनाहरू आधा थिए, मेरा औँलामा झरेका तपकनाहरू पनि आधा थिए। त्यही बेला तिमीले देखाएको इन्द्रेणी आधा थियो, आधा उतै मुस्कुराएर फर्कियौ। घुम्तीमा छोडी हिँडेको तिम्रो मुस्कान आधा रहेछ। जाले रुमाल आधा थियो, जाले रुमाल आधा थियो, आधा त जालहरू रहेछन्। ग्यालरीको फोटो पछाडिपट्टि देखिएन, आधा रहेछ। मेरा प्रश्नहरू आधा रहेछन्, तिम्रो उत्तर आधा रहेछ। मेरा प्रश्नहरू आधा रहेछन्, तिम्रो उत्तर आधा रहेछ। आधा निन्द्रा र आधा सपनाहरू मेरो आधा प्रश्न बोकेर तिम्रो आधा उत्तर पछ्याइरहन्छन् र सधैँ आधा रातमा रित्तो फर्कन्छन्। यो ठिक त्यही समय हो, यो ठिक त्यही समय हो। यति बेला जुन आधा छ, रात आधा छ, बोतल आधा छ, गिलास पनि आधा छ, एस्ट्रे आधा छ र यत्तिकैमा यो कविता पनि आधा भइगयो। थ्याङ्क यू। कविताको नाम छ म गाउँ फर्किन्छु। हो, म गाउँ फर्किन्छु। यो माटाका हरेक कण कणको गन्धमा मेरा बाका बाल्यकालका पाइला अटाएका छन्। यो माटोका हरेक कण कणमा मेरा बाका बाल्यकालका पाइला अटाएका छन्। यी खेतका आली आलीमा मेरा हजुरबुवाका पसिना लतपतिएका छन्। यी टारबारीका गरा गरामा मेरा पितृहरूका सपना र आशिष रोपिएका छन्। हो, तिनलाई फुलाउन ती अधुरा अपेक्षाहरू पुरा गर्न म गाउँ फर्किन्छु। मेरा अग्रजका पाइलाले चुमेको यो भुइँको सुगन्ध पवित्र चन्दन भन्दा माथि छ, जसलाई म हरेक बिहान अर्चना गरेर सुन्दर दिनको सुरुवात गर्छु, जसलाई म हरेक साँझ स्मरण गरेर सुन्दर दिनको अन्त्य गर्छु। मेरा पिता पुर्खाका बलशाली हातको स्पर्शले कुदिएका यहाँका हरेक ढुङ्गाहरू भावनामय साउती मार्छन् मसँग। हो, हरेक ढुङ्गाहरू भावनामय साउती मार्छन् मसँग। त्यसै गरी अरुणको सुसेलीसँगै गोधुलीमा खेल्ने ती धुलोका कण कणहरू उत्कट आशाका किरण बनिदिन्छन् मेरा हरेक अभिष्टहरूमा। पुकार्छु म उनीहरूलाई नै देउता मानेर। हो, पुकार्छु म उनीहरूलाई नै देउता मानेर, जो मेरो अस्तित्वको आधार बनेका छन् अनि बनेका छन् म हुनुको निशानी। भलै म परदेशी भए पनि यो पवित्र माटोले चिन्छ मेरा रहरहरू। मेरा लागि यो माटोभन्दा ठुलो तीर्थहरू कुनै छैन। म आँखा बन्द गर्दा पनि देख्छु यही माटाको हरियाली सपना। सजाउँछु यही माटोलाई फुलाई सिँगार्छु, जुन माटोले मेरो जीवन फलायो र लटरम्म बनायो। पाउमा अरुण सँगालेर हाँसेको मेरो माटो खडेरीले सुक्ता कयौं पटक छाती पोलेको छ। मलाई थाहा छ अरुण सम्भावना हो यो माटोको। हो, मलाई थाहा छ अरुण सम्भावना हो यो माटोको, जसले हरेक थोपामा सम्भावना बोकेको छ। हरेक थोपामा योग मायाको साहसी इतिहास बोकेको छ, गौरवको इतिहाससँगै सम्भावना बोकेको छ। जुन माटाको असली रङ्ग बनेर जुन माटाको सुन्दर कुसुम बनेर रङ्गाउनु छ यो पवित्र भूमिलाई। कलमको कुचीले मसीका बुट्टा भरेर फैलाउनु छ यो माटोको सुवास चारैतिर बास्नामय अत्तर झैँ बनेर, जसको मायाले म तानिन्छु हर पल यहाँ।
हो जसको मायाले तानिन्छु म हर्पल यहाँ जुन माटोले बोलाउँछ सधैँभरि तान्दै मलाई परदेशी पाइलाहरू रोकेर मेरो साससँग गाँसिएको यो धरतीको एक टुक्रा माटो हो मेरो साससँग गाँसिएको यो धरतीको एक टुक्रा माटो जुन मुटुको स्पन्दनमा बग्छ धड्कनसँगै जहाँ बिउ रोपेर हुर्काउनु छ असङ्ख्य सम्भावनाहरू र साकार पार्नु छ सपनाको हरियो संसार सहरको सपना देखेर गाउँ छोडेर गएको हुँ म सहरको सपना देखेर गाउँ छोडेर गएको हुँ म सहरमा पनि सपना बनेर गाउँ नै आएपछि सहरमा पनि सपना बनेर मेरो प्रिय गाउँ नै आएपछि अब मैले फर्कनै पर्छ यो माटोमा मेरा पिता पुर्खाले छोडेर गएका अधुरा सपनाहरू पुरा गर्न मेरा अग्रजहरूले जोडेर गएका विरासतहरू सम्हाल्न हो अब मैले फर्कनै पर्छ यो माटोमा। धन्यवाद। हजुर मैले वाचन गर्ने दोस्रो कविताको नाम छ शून्यताको उचाइ। शून्यताको पनि उचाइ हुन्छ र भने जस्तो हुन्छ। हामी अघि नै ध्रुव सरले भनिसक्नु भएको छ कविले रसातल पुर्याउँछन् जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि होइन। अब हामीले आफ्नै व्याख्या किन गर्ने सुनौ। शून्यताको उचाइ कस्तो हुँदो रहेछ। उकुस मुकुस छाती चिरेर उकुस मुकुस छाती चिरेर सपनाहरूले छिती चियाउँछु भन्छन्। उकुस मुकुस छाती चिनेर सपनाहरूले छिती चियाउँछु भन्छन्। म निर्मम बनेर दबाउँछु आफ्नै छातीमा मुट्ठी कसेर प्रहार गर्दै तिनीहरूलाई। के अर्थ छ यहाँ के अर्थ छ यहाँ सुनौलो दृश्य नदेखिए क्षितिज चियाउनुको। के सार्थकता छ यहाँ दमितहरूले दबिएका सपनाहरूलाई निर्बाध स्वतन्त्रता दिनुको। जहाँ सपना देख्ने मस्तिष्क परतन्त्र छ जहाँ परिकल्पना गर्ने सोच प्रतिबन्ध छ। यहाँ हर प्रहर असुस्त दौड चलिरहेछ युगदेखि हो यहाँ हर प्रहर असुस्त दौड चलिरहेछ युगदेखि दौडिनेहरूले साथ बिर्सिएका छन् सहयात्री बिर्सिएका छन् दौडको मकसद र मैदान पनि नदी जस्तो कहाँ हुँदो रहेछ र मान्छेको सोच। नदीले झैँ बगरसँग हातेमालो गरेर कोसौँको यात्रा तय गर्न र फरक अस्तित्वलाई स्वीकार्न। यहाँ उच्च शिखरहरूको शिरलाई मात्रै शिखर मानिने हो भने यहाँ उच्च शिखरहरूको शिरलाई मात्रै शिर मानिने हो भने किन देख्छ र मैदानको छातीले स्वाभिमानको सपना। किन लेख्छ र मैदानको कलमले स्वाधीनताको कथा। उचाइमा पुग्नु मात्रै सार्थक गन्तव्य हो भने किन पग्लिँदो हो हिउँ हिमालको चुचुरोबाट। किन बग्दो हो नदी उच्च उद्गम बिन्दुबाट। किन बर्सिदो हो बादल माथि आकाशबाट। तर मान्छे त आधुनिकताको लेप लगाएर तर मान्छे त आधुनिकताको लेप लगाएर शर्तबाजीहरू थापेर जोड्छ सम्बन्धको डोरी। मान्छे स्वार्थी हुन्छ है तर मान्छे त आधुनिकताको लेप लगाएर शर्तबाजीहरू थापेर जोड्छ सम्बन्धको डोरी। जहाँ झुकेको हुन्छ सम्बन्धभित्रको आत्मीयता जहाँ दबिएको हुन्छ भावनात्मक सामिप्यता। मान्छे त भुल्छ धरतीको छातीमा मान्छे पो हो त मान्छे त भुल्छ धरतीको छातीमा दुई पाउ टेकेर माटोको महानता। हृदयमै प्रहार गरेर माग्छ हाँसो र रोदनको विवरण। आस्थाहरूको चिहान खनेर लेख्छ ईश्वरको शक्ति र पवित्रता। तौलन्छ मुटुको ओजन बेप्रहा बनेर बजारको वस्तु झैँ मोलमोलाइमा राख्छ भावना। जहाँ औकातले नापिन्छ सामिप्यता ममता र स्नेहको मार्गचित्र। पल पल भत्काएर संवेदनाका मार्मिक स्तम्भहरू। पल पल भत्काएर संवेदनाका मार्मिक स्तम्भहरू। हामी किन खोज्दैछौँ शून्यताको उचाइ। हामीले छुन खोजेको शिखरको फेदीमा अडिएर मृत्युले प्रश्न गरिरहेछ हर प्रहर। यदि तिम्रो पूर्ण तयारी पूर्व नै मैले ओभरटेक गरेँ भने
के अर्थ रहन्छ तिमीले नापेको अस्वस्थ उचाइको। धन्यवाद। कविताको नाम धोका। जब तपाईँ बिरामी भएर अस्पताल जानुहुन्छ, एकछिन अस्पताल पुगौँ ल। जब तपाईँ बिरामी भएर अस्पताल जानुहुन्छ, हातमा रुवा र सुई बोकेर नर्स आउँछिन्। जब तपाईँ बिरामी भएर अस्पताल जानुहुन्छ, हातमा रुवा र सुई बोकेर नर्स आउँछिन्, मुसुक्क मुस्कुराउँछिन् अनि घोचेर जान्छन्। धन्यवाद। मेरो दोस्रो कविता भाग्य। कविताको नाम भाग्य। म कहिले तलैबाट पछारिए, म कहिले तलैबाट पछारिए, कहिले माथिबाट। म कहिले तलैबाट पछारिए, कहिले माथिबाट। पछार्नेहरूले पनि फारू फारू पछारिरहे, पछार्नेहरूले पनि फारू फारू पछारिरहे। त्यसपछि पछार्नेहरू देख्न साथ पहिला आफै पछारिन थाले। त्यसपछि पछार्नेहरू देख्न साथ पहिला आफै पछारिन थाले। मन त धेरै माथिबाट पछारिन मन छ, मन त धेरै माथिबाट पछारिन मन छ र बुझाइदिनु छ पछारिनुको परिभाषा। यहाँ पछारिनु भनेको सबैको नजर पर्नु पनि हो, यहाँ पछारिनु भनेको सबैको नजर पर्नु पनि हो। जस्तो जस्तो निकै उचाइबाट पछारिएको सुन्दरता, जस्तो निकै उचाइबाट पछारिएको सुन्दरता, वाह क्या गजब झरनाको भाग्य। धन्यवाद। मेरा पुर्खा जन्मिएको यो माटोलाई सलाम, मेरा पुर्खा जन्मिएको यो माटोलाई सलाम। भोक लाग्दा प्राण दिने ढिँडो आँटोलाई सलाम, मेरा पुर्खा जन्मिएको यो माटोलाई सलाम। भन्नै पर्दा मेरो लागि सालघारी पुण्यभूमि, भन्नै पर्दा मेरो लागि सालघारी पुण्यभूमि। मेरा पुर्खाको पैतालाले स्पर्श गरेको यो बाटोलाई सलाम, मेरा पुर्खाले जन्मिएको यो माटोलाई सलाम। मेरा पुर्खाको पैतालाले स्पर्श गरेको यो बाटोलाई सलाम। म प्रदेश हिँडेको दिन रोक्दा रोक्दै आँसु झरेको सम्झन्छु, मलाई समात्दै बुढी आमा आँगनमा मुर्छा परेको सम्झन्छु। बाँचेछु भने बाउआमा भेट्न देश फर्की जाउँला, बाँचेछु भने बाउआमा भेट्न देश फर्की जाउँला। तर भर छैन जीवनको सामुन्ने साथी मरेको सम्झन्छु। म प्रदेश हिँडेको दिन रोक्दा रोक्दै आँसु झरेको सम्झन्छु, मलाई समात्दै बुढी आमा आँगनमा मुर्छा परेको सम्झन्छु। हजुर धन्यवाद। अब म अर्को मुक्तक वाचन गर्छु। छोराहरू विदेश गए बुहारी सहर झरेका छन्, छोराहरू विदेश गए बुहारीहरू सहर झरेका छन्। पक्कै पनि कतिजनाको घरमा यो व्यथा पनि हुन सक्छ। छोराहरू विदेश गए बुहारी सहर झरेका छन्, गाउँमा वृद्ध बाबा आमा एक्लै एक्लै परेका छन्, गाउँमा वृद्ध बाबा आमा एक्लै एक्लै परेका छन्। सन्तान फर्की आउने बाटो आश गरेर कुर्दा कुर्दै, सन्तान फर्की आउने बाटो आश गरेर कुर्दा कुर्दै, कतिपय बाबा आमा त्यसै त्यसै मरेका छन्। छोराहरू विदेश गए बुहारी सहर झरेका छन्, गाउँमा वृद्ध बाबा आमा एक्लै एक्लै परेका छन्। हवस् त, धन्यवाद। श्रमजीवी किसानहरूप्रति समर्पित कविता हो। धनबिरे काका र धारावाहिक असार। अरूतिर कुन्नी आयो आएन, अरूतिर कुन्नी आयो आएन, पोहोर जस्तै परार जस्तै मकिएको लाठी छिचोल्दै धनबिरे काकाको घरमा असार आइसकेछ। खाँदी रहेछन् पाकको आफू जस्तै कमजोर हलोको अनौ र जुवाका सोइलामा, गाँसिरहेछन् आफू जस्तै ठाउँ ठाउँै चुडिएका जोतारा, भरिरहेछन् आफ्ना जस्तै थोते दाँदेका दाँतहरू, आफू जस्तै हल्लुड, आफू जस्तै हल्लुड भर्सेलीमा सेकाएर, हल्लुड जस्तै आफू बलेसीमा सिङ्गो असार
अर्जापिरहेछन्। आफैले मैजारो गर्नु छ, आफैले मैजारो गर्नु छ, मुखियाको कित्ता मजियाको फाँट महाजनको खायल। आफैले मैजारो गर्नु छ, मुखियाको कित्ता मजियाको फाँट महाजनको खायल। राणाकालीन काका पञ्चायतकालीन अस्कोट पहिरिएर, राणाकालीन काका पञ्चायतकालीन अस्कोट पहिरिएर लोकतान्त्रिक हलोले गणतान्त्रिक असार रोपिरहेछन्। पहिले जस्तै महाजनका खलियानमा रोप्न त असार आफैले रोपिरहेछन्, तर मङ्सिर कहिल्यै आफ्नो भएर फलेन। मनाउन त हरेक दिन धान दिवस मनाइरहेछन्, मनाउन त हरेक दिन धान दिवस मनाइरहेछन्, तर आफै मर्दा बाटोमा मन्साउने धानको बन्दोबस्त चाहिँ कहाँ गरेका छन् कुन्नी। प्रत्येक दिन रमितेमा घाम फलेदेखि टेम्केको टाउकोमा पुगेर पहेलपुर पाकुन्जेल मार्से कित्ताका पानाहरूमा हलोको पेन्सिलले एउटै राँटा नराखी कोरिरहेछन् दुःखका लामा लामा कविता, पसिनाका गीत। दुःखका लामा लामा कविता, पसिनाका गीत लेखिरहेछन् कहिल्यै पुरा नभएको अप्रकाशित एउटा धारावाहिक असार। धन्यवाद। मेरो अन्तिम कविता यो सम्पूर्ण बुबाहरूप्रति समर्पित कविता हो। र मेरो कविताको शीर्षक छ बाको झोलाको पोस्टमार्टम। बाको झोलाको पोस्टमार्टम। मैले चाल पाउँदै देखि मेरो घरको निदालको एकापट्टि गौँथलीको गुडै छेउमा झुन्डिरहन्थ्यो सनपाटको एउटा सेतो झोला। गौँथलीका बचेरासँगै पखेटा पलाए हुन् मेरा पनि सायद। हामीले सँगसँगै घर छोड्यौँ। गौँथलीहरू त्यसपछि फर्किएनन्, म आकल झुकल फर्किरहन्छु। गौँथलीहरू त्यसपछि फर्किएनन्, म आकल झुकल फर्किरहन्छु। निकै पछि यसपटक घर फर्कदा पनि बाको झोला ठिक त्यसै गरी त्यही ठाउँमा झुन्डिरहेको थियो। सोचेँ, निकै सोचेँ, आखिर यतिका वर्षदेखि किन झुन्डिरहेको छ मेरा बाको झोला। नजिक गएँ, सुमसुम्याएँ, अरे झोला त मरिसकेको रहेछ, पहिल्यै झुन्डिएर आत्महत्या गरेको रहेछ। केही थाहा पाएर सायद फर्किएनन् गौँथलीहरू। केही थाहा पाएर सायद फर्किएनन् गौँथलीहरू। मैले आमालाई साक्षी राखेर बाको रोहबरमा मृत झोलाको तपसिल अनुसारको घटनास्थल मुचुल्का उठाएँ। तपसिल झोलाको उमेर अन्दाजी 30 वर्ष, वर्ण सेतोबाट मैलो भएको, झोलाको साथमा भेटिएका सामानको विवरण ठिक 7:30 बजे बिग्रिएको बाको पुरानो घडी थान 1, गैरीबारीको अन्धिया बुझाएका थोत्रे भरपाईहरू थान 3, ज्याकटीमा पचेको तिलहरी पर्खेर खुइलिन लागेको आमाको पोते थान 1, ठुल्दाईले अब फर्किन्न होला भनेर मुगलानबाट पठाएको चिठ्ठीको भग्नावशेष थान 1, बाढीले बगर बनाएको बेसी खेतको कित्ता मेटिएको पुरानो धनी पूर्जा थान 1, कृषि विकास बैङ्कले पठाएको चिठ्ठीको पुरानो खाम थान 1, उहिल्यै तोरीबारीमा खिचेका चक्रै चक्र लागेका हाम्रो परिवारका फोटाहरू थान 2, आधा च्यातिएको मेरो जन्मकुण्डली थान 1। यसरी मुचुल्का उठाएर झोलालाई पोस्टमार्टमको लागि पठाइएको छ। किन गर्यो होला बाको झोलाले आत्महत्या? म पोस्टमार्टम रिपोर्टको पर्खाइमा छु। धन्यवाद। स्मृतिको आदिम कुनामा
तिम्रा रोमानी यादहरू सजाएर ती अज्ञात जे लाग्ने ज्ञात बस्तीहरूमा तिमीले अभयमै चटक्क छोडेर गएका कालजै पश्चापका अमृत निशानीहरू यसै खोतलिरहेछु। घरि सुन्दर बिम्ब बनेर टुप्लुक्क उदाइदिन्छौ। पुलकित बन्छ मेरो कलमको नि सोच्दो हो ऊ पनि तिमी बिम्ब बनिदिए जरुर नहुँदो हो कलमलाई भरि मसीको। मान्छेलाई सबैभन्दा कठिन काम कसैसँग भौतिक सान्निध्यबाट टाढा भएर स्मृतिमा बाँच्नु हुन सक्छ। फेरि कहिलेकाहीँ तिनै स्मृतिहरू निराशाको निष्पट अँध्यारो छिचोलेर जिउने सुन्दर कला सिकाउने निष्प्राण सोच र चेतनामा प्राण भरेर हराभरा बनाउने सञ्जीवनी बुटी पनि त बन्दा रहेछन्। त्यसैले त ओ अजम्बरी यादहरू तिमी सधैँ जरुवाको पानी चाहिँ तप्किनु तप्प मेरो स्मृति पटमा तिमीलाई नै घुटको भरि पिएर सारा अतृप्ति र प्यासहरू मेट्दै म कति पनि विचलित नभई बाँच्न सक्छु मृत्युभन्दा एक निमेष अघिसम्म पनि। हस्त धन्यवाद। मकालुको मुकुट लगाउँछ पाउबाट अनावरत अरुण बगाउँछ। माङमाया र लेगुवा लक्ष्मी प्राणदायिनी हाम्रा दायाँतर्फ दमार बेसी अन्नपूर्ण भण्डार बायाँ हाँस्छ माङमायाको बेसी उस्तै सुन्दर। अरुणको प्रत्येक छालमा सम्भावना देखेँ। माछा पालन ऱ्याफ्टिङ बोटिङ बन्जी मैले लेखेँ। सिन्चित गरी टारबारीलाई हरियाली पार्न लिफ्टिङ गरी अरुणको पानी झर्ने देखेँ। माथि निमको जिम्बुसँग साटी सजीवन र केरा टाँकी रमाएको देखेँ। उकालोमा बाटोनिर कालो पत्थर रहेछ। उकालोको बाटोनिर कालो पत्थर रहेछ। खानी खोदाई ग्रेनाइटको धाउ बन्न सक्छ। बनमाराले कुरूप जस्तै देखिएको पाखो आँटा अम्ला खैर रोपे सुन्दर बन्न सक्छ। एक्लिएछ लहरेबर पिपल रोपौँ बरु। एक्लिएछ लहरेबर पिपल रोपौँ बरु। जोडी बाँधे उसको एक्लो जीवन हाँस्न सक्छ। विकास निर्माण किफायती दिगो खालको गरौँ। विकास निर्माण किफायती दिगो खालको गरौँ। स्थानीय श्रम सिपको सक्दो प्रयोग गरौँ। केरा रोपौँ लिची रोपौँ भुइँ कटहर फल्छ। केरा रोपौँ लिची रोपौँ भुइँ कटहर फल्छ। सुपारी र रुद्राक्षले धेरै गरजो टर्छ। राम बजार शिवरात्रि गुटका महादेवलाई। राम बजार शिवरात्रि गुटका महादेवलाई। सभ्यताको उचाइ खपौँ प्रचार प्रसार गराई। हाते मालो मिले मतो भाइचारा छ सुन्दर। हाते मालो मिले मतो भाइचारा छ सुन्दर। विकास निर्माण चिनारी हुन् पुरा हुन्छन् रहर। बाजिएका टारबारी र तिखेतका गरा कोसिस गरे हराभरा नहुने कहाँ हो र। लोभी र फर्किनेछन् बसाइ सर्नेहरू। केही छैन यहाँ भन्दै माया मारी जानेहरू। यसै गरी फुल्छ नहीं रोजगारीका अवसर। यति गरे फुल्छ नहीं रोजगारीका अवसर। टरी जान्छ पराय देशमा जानुपर्ने कहर। बसाउने छन् आँगनीमा बाबरी र जाई। फर्क भनी चिठी लेखौँ विदेशी नेलाई। राममा बिले राम जस्ता सपुत जन्म आउँछ। राममा बिले राम जस्ता सपुत जन्म आउँछ। अरुणोदय योगमायाको योगदान सिकाउँछ। यही माटोलाई मिल्दोजुल्दो पाठ्यक्रम लेखौँ। लु आउनुहोस् त आजैबाट एउटा सपना देखाउँ। हस्त मेरो आभार। यो कविता रिसाउनेहरूका लागि। ऊ फुल फुलाउँछ मेरो कविताको नाम फुल। ऊ फुल फुलाउँछ मन्दिर छेउमा राखेर बेच्छ। ऊ फुल फुलाउँछ मन्दिर छेउमा राखेर बेच्छ। ऊ रोटी फुलाउँछ भोको भिडमा लैजान्छ बेच्छ। ऊ फुल फुलाउँछ मन्दिर छेउमा राखेर बेच्छ। ऊ रोटी फुलाउँछ भोको भिडमा लैजान्छ बेच्छ। ऊ बेलुन फुलाउँछ। ऊ बेलुन फुलाउँछ स्कुल वरपर डुलाउँछ। ऊ बेलुन फुलाउँछ स्कुल वरपर डुलाउँछ। आखिर जीवनभर फुलेर पनि फाइदा नहुने भनेको त
आखिर जीवनभर फुलेर पनि फाइदा नहुने भनेको त आफ्नै श्रीमतीको अनुहार रहेछ। आखिर जीवनभर फुलेर पनि फाइदा नहुने भनेको त आफ्नै श्रीमतीको अनुहार रहेछ। न डुलाउन मिल्छ न बेच्न मिल्छ। धन्यवाद। म मेरो अर्को मुक्तक वाचन गर्दैछु। मेरी आमा पढायौ मलाई मकै कोदो मास बेचेर, मेरी आमा पढायौ मलाई मकै कोदो मास बेचेर, किताब कापी किनिदेऊ कुखुरा परेवा हाँस बेचेर, किताब कापी किनिदेऊ कुखुरा परेवा हाँस बेचेर। विद्यालय जाने पोसाक धुजा धुजा फाटेपछि, विद्यालय जाने पोसाक धुजा धुजा फाटेपछि, नयाँ पोसाक सिलाइदिन्थ्यौ 2-4 घना बाँस बेचेर। मेरी आमा पढायौ मलाई मकै कोदो मास बेचेर, किताब कापी किनिदिन्थ्यौ कुखुरा परेवा हाँस बेचेर। धन्यवाद। म एउटा रमाइलो मुक्तक सुनाउँछु। उसले रक्सी खायो अरे धानको मकैको बिउ बेचेर, उसले रक्सी खायो अरे धानको मकैको बिउ बेचेर, अझै रक्सी खान्छु भन्छ दुध बेचेर घिउ बेचेर, अझै रक्सी खान्छु भन्छ दुध बेचेर घिउ बेचेर। भएभरको जायज यथा रक्सीमा नै सिद्ध्याइसक्यो, भएभरको जायज यथा रक्सीमा नै सिद्ध्याइसक्यो। कुन दिन रक्सी खान्छ होला उसले आफ्नै जिउ बेचेर, उसले रक्सी खायो अरे धानको मकैको बिउ बेचेर, अझै रक्सी खान्छु भन्छ दुध बेचेर घिउ बेचेर। हजुर धन्यवाद।